वाउ क्या दामी भ्यू। आज चाहिँ बिहानै कामको छुट्टी भइसकेपछि चाहिँ म चाहिँ घुम्नलाई निस्केको थिएँ। टक्कसँगले क्यामेरा बोकेर चाहिँ क्यामेरा ओपन गरेपछि एकदमै धुमिरहेको हल्का हल्का मन्द मन्द र बादलहरू छिर्कामी Chasing vibes like seashells in the sand. Radio hums a tune I can't name. Crooked smiles, crashing waves, no shame. Flip my phone, toss it in my bag. Today's first, no time to lag. एकदमै खतरा टाइपले रोपेको हुन्छ यहाँ चाहिँ मेसिनले। हेर्नु नि कस्तो दामी दामी धान यो चाहिँ मेसिनले रोपेको हुन्छ। एकदमै सिधा सिधा गाछ पनि कत्रो कत्रो लागेको धान यति फल्छ नि थोरै जग्गा भयो नि धान चाहिँ धेरै नै फलाउने क्या यिनीहरूले। र एकदमै मलहरू बिउहरू एकदम मिलाएर कस्तो लाइनले रोपेको हुन्छ। गरा पनि एकदमै ठुलो हुन्छ, आली नि पातलो हुन्छ, कहाँ हुन्छ गरा ठुलो भएको कारणले। दामी छ क्या खेत चाहिँ। Like secrets on these walls, while laughter echoes through the halls. Feel the world just turning slow. Let the breeze tell us where to go. Every step a beat we can make. Life's a tune. कम्पनी मेरो त्यो हो, यो चाहिँ सिमेन्ट कम्पनी त्यहाँ छ, ठुलो छ सिमेन्ट कम्पनी चाहिँ। आम्मामा धान आगो भएछ, आगो धानको गाछ। दसैँ आएको दिन थाल्यो धानले चाहिँ। यहाँ चाहिँ डोरी टाँगेर यसरी गर्छ बालहरूलाई चाहिँ थाङ्ना लगाउने पनि फल्न थालेछ। त्यो लाइट गाडीको लागि फेरि खोर्सानी लास्ट खोर्सानी फलाइसकेछ। Sudah
यहाँनिर चाहिँ हामी पसल थियो नजिकै। हामी आवश्यक परेको सामानहरू चाहिँ यहीँबाट किन्ने गर्थ्यौँ। रातिको समयमा जो माटबाट सामान छुटपुट भएको सामान चाहिँ यहीँ किन्ने गर्थ्यौँ। यहाँ चाहिँ अलिक महँगो पर्छ बाहिर बजारको भन्दा। यो चाहिँ किनकि सानो पसल हो नि त, त्यही भएर महँगो पर्ने गर्छ हाम्रो गाउँघरमा जस्तै। कोरियामै गाउँमा चाहिँ अलिक महँगो सामानहरू पर्ने गर्छ ठुलो बजारमा भन्दा। यो चाहिँ एकदमै ठिक्क 24 घन्टे पसल हो, तर राति चाहिँ नखुल्ने। यो एकदम 9 बजेसम्म मात्र खुल्थ्यो। अनि हामी चाहिँ 9 बजेभित्रमै सामानहरू किन्नु छ भने चाहिँ किनिसक्ने। र यता यो लेफ्टतिर चाहिँ यसको अपोजिट हाम्रो रुम। यतातिर चाहिँ स्कुल जाने बाटो हो, यता हाम्रो रुम। हामी चाहिँ बस्ने हो, यही घरमा बस्थ्यौँ। यस्तो जो चट्ट बाटो चाहिँ सफा छ। बाटोहरू चाहिँ वर्षैपछि मर्मत गरिरहेको हुन्छ। यहाँ चाहिँ नगरपालिकाले होला सायद। यो फुलहरू चाहिँ एकदमै कटिङ गरेर एकदमै बवाल बनाएको छ। यता खेती किसान गरिरहेको देख्न सकिन्छ। यसरी जहाँ पनि यो चाहिँ माटो मलिलो भएर होला, जता पनि जे रोपे पनि कस्तो दामी फलिरहेको देखिन्छ। यता मकै, करिया मकै चाहिँ गाउँको याद आइरहेको छ। गाउँमा धेरै खाने गरिन्छ। यहाँ चाहिँ धान चाहिँ पाखामा रोपिरहेको हुन्छ। पाइपबाट चाहिँ पानी चाहिँ खेतमा पुर्याएको हुन्छ। त्यही भएर पाखामा पनि कुलो नेपालको जस्तो कुलो सोर्ने हेर्ने चलन हुँदैन। त्यही भएर टक्क हुन्छ। यहाँ चाहिँ बुढो मान्छेले चाहिँ कस्तो दामी एउटा डोरी टाँगेर टिक्क लाइनमा रोप्छन्। यहाँ चाहिँ फेरि सामानहरू, यसले चाहिँ सिलामको पत्ता खानलाई सिलामको बोटहरू रोपिरहेछ। यता बुढी मान्छेले चाहिँ फेरि फोहोर फाल्नलाई लिएर हिँडिराख्नु भएको छ। र तपाईँहरूले याद गर्नुभयो, के याद गर्नुभयो अहिलेसम्म भिडियो हेर्दै हुनुहुन्छ भने, यो चाहिँ एकदमै के हाम्रो चाहिँ नेपालको चाहिँ कुनै गाउँतिरको गाउँ जस्तो छ। तर सेवा सुविधा चाहिँ एकदमै पुगेको, तर एकदम गाउँ हो क्या, एकदम बिकट ठाउँ हो। लाग्छ कि कोरिया आएको जस्तो नि लाग्दैन। यत्रो 4 वर्ष भइसक्यो कहाँको गाउँमा बिताए जस्तो समयहरू दिनहरू बिताइरहेका जस्तो काममा आइज जा। यस्तै स्कुलतिर घुम्न निस्की यसरी नै बितिरहेको छ। कहिलेकाहीँ बाहिर हिँड्दा चाहिँ एकदमै अलिक मजा आउँछ, कोरिया आए जस्तो फिल पनि हुन्छ। यो जोस् कम्पनीतिर काम गरेर यताउता बिहान बेलुकाको समयमा घुम्दा हेर्दा चाहिँ कोरिया आए जस्तो नि लागिरहेको छैन। 4 वर्ष चाहिँ बिताइसक्यो हेर्दै। ल अब चाहिँ यो गाडीहरू एकदम बनाउनलाई, यो चाहिँ हाम्रो